हेलो सबैजनालाई हाम्रो च्यानलमा स्वागत छ। आज हामी यहाँ स्यार्पु तालको किनारमा छौँ हैन। आज हामी फिसिङ गर्न आएको, नाइट फिसिङ। यसले बनाउँदैछ है। फिसिङ रडहरु तयार पार्दैछ। यो चाहिँ निङ्गालाको हो, एकदम सुनसान। अहिले चाहिँ कति बज्यो भन्दै 7:43 भयो, पौने 8। चाउचाउ खान लाग्यो है। एउटा सानो माछा पार्न सफल भएको हामी चाहिँ। यो चाहिँ हाम्रो दाउरा हो हैन। अनि यता चाहिँ हामीले उता परबाट गएर पानी ल्याएको थियो। यो चाहिँ सफा शुद्ध पानी हैन। यो चाउचाउहरु ल्याएको छ हैन। अनि टक्क अब यहाँ म चाहिँ आगो फुक्छु। ल आगो बल्दैछ है। अहिले कति बज्यो भन्दाखेरि चाहिँ 10:30 भयो, ठ्याक्कै 10:30 भयो। 10:30 भयो अहिले चाहिँ। शान्त छ अहिले चाहिँ स्यार्पु ताल। हामी चाहिँ स्यार्पु तालको छेउमा छौँ हैन। किटो चाहिँ पारि माछाहरू मार्दैछ हैन। माछा चाहिँ हामीले लगभग 2टा जति मारेको छौँ अहिले चाहिँ। एउटा चाहिँ लगभग 250 ग्रामको होला, अर्को चाहिँ अलि सानो छ। हामी चाहिँ आज रातभरि माछा मार्ने प्लान हो हैन। माछा त भन्दा नि मलाई बेसी चाहिँ यो स्यार्पु तालको राति चाहिँ म कहिले आएको थिएन नि त। मलाई नाइटको चाहिँ भाइब लिनु थियो। सो त्यही भएर म चाहिँ मस्तले अब मेरो काम चाहिँ चाउचाउ पकाउने हो। यो माथि मैले लाइट राखेको छु नि, यही क्षेत्रतिर एकदम आवाजहरू आइरहेको छ है। खै केसको आवाज हो। मलाई चाहिँ लाग्छ त्यो फलहरू, सुकेको फलहरू झरेर होला जस्तो लाग्छ। तर कन्टिन्युसली झरिरहन्छ क्या, एकदम बेसी नै झर्छ यार। आवाज त धेरै आउँछ, खर्सा गरे जस्तो कि झरे जस्तो अथवा ढुङ्गा फाले जस्तो आयो। तर मलाई के कुनै पनि मतलब छैन। आइरन के आगो बल्दैछ मस्तले है। कतिवटा बनाऊ? 2टा बनाउने अहिलेलाई। ल मैले चाहिँ यसरी भाँडा बनाएँ है। भाँडा राखिसकेको छ। अब यसलाई तात्तिनु पर्यो। तातियो। सुनसान, कोही छैन। हामी 2जना छौँ अहिले चाहिँ माछा मार्ने। त्यो उता माछा मारिरहेछ है। उतातिर बसिरहेछ। त्यो थोरै लाइट आइरहेको नि, त्यतिर माछा मारिरहेछ। म चाहिँ उता चाउचाउ बनाउँदैछु। मेरो भाँडा पनि तातिन थाल्यो। हामीले चाहिँ सानो ट्याक्कै परेको थियो त्यसले क्या। तर यो एरियामा तपाईँहरू घुम्न आउनु चाहनुहुन्छ भने पनि आउनु सक्नुहुन्छ। यहाँ बस्नलाई होटेलहरू छ हैन, टन्नै छ। रेस्टुरेन्टहरू छ, रिसोर्टहरू छ। अनि क्याम्पिङ गरेर यस्तै बाहिर हामी चाहिँ बसे जस्तै हेरी बस्न पनि सक्नुहुन्छ नाइट क्याम्पिङ गर्न। त्यस्तो सेक्युरिटीको हिसाबले त्यस्तो डेन्जर केही नै छैन। तालको छेउमा अझ उता हाम्रो यता लेफ्ट साइडतिर चाहिँ एकदम ठुलो चौर छ क्या। त्यहाँ अहिले हामी अगाडि गएको थियो त्यहाँ पानी ल्याउन। त्यहाँ पनि एकदम ठुलो मात्रामा क्याम्पिङ गरेर मान्छेहरू बसिरहेको थियो। पानी यति जति हालिदिउँ, मस्तले खानु मजा आएको चाउचाउ पकाएर। सुनसान सहर होइन, सुनसान तालको छेउमा चाउचाउ पकाउनु पनि बेग्लै मजा छ है। किन पिस चाहिँ राम्रो छ, सेलाइटर हो। यो चाहिँ चाउचाउको सुप। हेर्नु न कस्तो हावा लागेर यता बाङ्गो भइरहेछ है। एकदमै यस्तो हालिदिन्छु म चाहिँ। एउटा चाउचाउ मैले अगाडि खाएको थिएँ, त्यसको सुप चाहिँ बाँकी थियो। ल तालिकाले लज्जा। प्लास्टिक पनि जलाइदिएँ मैले। प्लास्टिक ताल छेउ फाल्नु होइन। ध्यान गरिदिरहेको क्या यार। ल मैले चाहिँ चाउचाउ राख्न थालेँ। पानी उम्लिसक्यो, यसरी उम्लिँदैछ है। चाउचाउहरू राख्छु म बिस्तारै। मजा आउँछ यार जङ्गलमा होइन फेरि।
म चाहिँ छेउमा चौचौ बनाउनु चाहिँ उमालेर खाइदिँदा हो के के यो सुपहरू छ अनि जम्मा हाल्नु हो दिस वान इज करेन्ट दामी दामी भइदिएर यही चाहिँ मैले जलाइदिएँ है यो जब भएर चाहिँ सुप सबै हालिदिने म त आई डोन्ट केयर ल ल के झर्रा पारेतिर ढुङ्गा जस्तो ज्यान ज्यान जेसुकै तर हामीलाई मन पर्दैन आई डोन्ट केयर ओ आगो बाहिर आयो धुमै भयो ला फुलिरहेको क्या ल फर्स्ट टाइम बनाउनु पर्छ अझै एउटा चाउचाउ राख्नु छ मैले यसको सुपहरू यता राख्छु मैले ल बबाल भइहाल्छ होइन मैले चाहिँ एउटा सफा काटले चलाउँदैछु अहिले पाक्यो कि पाकेन थाहा छैन मलाई पाक्छ होला कस्तो मजा भयो यसरी सधैँभरि यसरी नै रमाउन पाए जिन्दगीको सबभन्दा ठुलो खुसी मलाई चाहिँ त्यही लाग्छ है आउटडोर इन्जोय प्रकृतिसँग रमाउन यसरी एडभेन्चर गर्न मलाई चाहिँ बहुत राम्रो लाग्छ एकछिन अलिकति पानी थपिदिउँ जस्तो लाग्यो त्यतिजनालाई हो है अलिकति थपेर ऐटी बनायो भने हामीलाई पुग्छ चिउरा हाल्दै केटाले यस्तो हामी चाहिँ दुईको यसरी चिउरा चाउचाउसँग मिलाएर खाँदैछौँ बिस्तारै तान्ने बड्डाले 1 केजीको नि ब्याच सिधै 1 केजी गुड मर्निङ एभ्रिवान फ्रम शेरपुताल अहिले चाहिँ बिहानको हाम्रो 5:30 भयो हामी चाहिँ फुल नाइट चाहिँ फिसिङ गरौँ केटाले चाहिँ त्यहाँनिर बसेर चाहिँ माछा मार्दैछ होइन हामीले यहाँनिर पकाएर चाउचाउ पकाएर खाएको थियौँ अहिले बिहानको चाहिँ यस्तो देखिन्छ है नजारा हामीले खाना पकाएर खाएको ठाउँ चाहिँ यही थियो प्लास्टिकहरू सबै सफा गरिसक्यो अनि यही हो हाम्रो शेरपुताल हल्का यता बाँकी छ है उता द ताने 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 खुसी हो यही त भयो त
एउटा उसलाई जेल त्यहाँ माछा र रामलाई जेल त्यहाँ लाग्यो त सानो दिया माछा र जेलमा अन्त अरू खालि देखा ल हामीले त्यहाँ मारेका माछाहरू चाहिँ यति मारेको थियौँ होइन धेरै पनि मार्न सकिएन यो है मारेको माछा चाहिँ उहाँ चाहिँ मैले देखाउन सकेन ल यति नै हो हिजो रातिभरि बसेर हन्टिङ गरेको माछाहरू फिसिङ गरेर मारेको माछाहरू तर हाम्रो चाहिँ खासै लागेन 7-8 केजी चाहिँ मर्छ भन्थ्यो केटाले पहिला यति भन्दै सी यु गाइज इन नेक्स्ट भिडियो बाइ